नमस्कार साथीहरू। Sri Lanka's inflation rose by 2.1% in the year 2025. के तपाईले सोच्नु भएको छ जसरी डलरको मूल्य आकाश छुँदैछ के यसले नेपाललाई एउटा नयाँ श्रीलङ्का बनाउने छ अथवा यसले नेपाललाई एउटा लुकेको अवसर प्रदान गर्नेछ? सबैभन्दा ठुलो प्रश्न के हो डलर दादागिरी सधैँभरि चलिरहन्छ? सबैभन्दा पहिला एउटा अचम्मको तथ्याङ्क हेरौँ। नेपाल राष्ट्र बैंकको डाटा अनुसार नेपालमा भित्रिने रेमिटेन्स अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। किन? साधारण गणित छ साथीहरू। मानौ विदेशमा बस्ने तपाईको दाजुले पहिले $100 पाउँदा घरमा परिवारले 11,000 रुपियाँ पाउँथे, तर आज त्यही डलर पठाउँदा परिवारले 14,300 भन्दा बढी पाउँछन्। काम उही, डलर उही, तर नेपालमा भने पैसा 30% बढी। यो नेपालको अर्थतन्त्रको लागि एउटा लाइफ सपोर्ट बनेको छ। जब देशको ढुकुटी रित्तिदै थियो, यही बढेको डलरको भावले रेमिटेन्स बढायो र देशको विदेशी मुद्रा सञ्चितलाई बलियो बनायो। यसलाई अर्थशास्त्रमा एक्सचेन्ज रेट बेनिफिट भनिन्छ। दोस्रो फाइदा पर्यटन। एक अमेरिकी पर्यटकको लागि नेपाल अहिले संसारकै सस्तो गन्तव्य बनेको छ, किनकि उनीहरूको $1 अब धेरै सामान किन्न सक्छ। यसले नेपालमा पर्यटकको बाढी ल्याउनु पर्ने हो, तर एउटा समस्या छ जसलाई हामी पोलिसी फेलर भन्न सक्छौँ। हामीले जति फाइदा लिनुपर्ने थियो त्यति लिन सकेका छैनौँ। अब कुरा गरौँ सबैभन्दा महत्त्वपूर्ण विषयमा। के डलर सधैँ राजा रहिरहन्छ त? रुस र युक्रेन युद्धपछि अमेरिकाले जसरी डलरलाई हतियार बनायो, त्यसैले गर्दा चीन, भारत र रुस जस्ता देशहरू डराएका छन्। उनीहरू सोच्दैछन् आज रुसको पालो, भोलि हाम्रो पालो त होइन। त्यसैले अहिले यी देशहरू आपसी व्यापार आफ्नै मुद्रामा गर्न थालेका छन्। यदि विश्व व्यापारमा डलरको प्रयोग घट्यो भने अमेरिकामा फिर्ता जाने डलरले त्यहाँ हाइपर इन्फ्लेसन ल्याउन सक्छ। यो आज र भोलि हुँदैन, तर आउने 10-20 वर्षमा डलरको एकाधिकार अर्थात् मोनोपोली पक्कै तोडिनेछ। त्यसो भए यो USD सकवेकबाट बच्न नेपालले के गर्ने त साथीहरू? सरकारलाई गाली गरेर मात्र भएन, हामीसँग दुईवटा स्पष्ट बाटो छ। पहिलो कुरा हो एनर्जी इन्डिपेन्डेन्स। साथीहरू, हामीले डलरको सबैभन्दा ठुलो हिस्सा पेट्रोल र डिजेल किन्नमा खर्च गर्छौँ। यदि हामीले आफ्नै जलविद्युत र विद्युतीय गाडीको प्रयोग गर्ने हो भने अरबौं डलर जोगिन्छ। दोस्रो कुरा हो एग्रिकल्चर रेभोल्युसन। सामान्य चामल र तरकारी पनि डलर तिरेर ल्याउनु भनेको लज्जास्पद हो। कृषिमा आत्मनिर्भर हुनु नै डलर बचाउने पहिलो उपाय हो। साथीहरू, डलर महँगो हुनु चुनौती हो, तर यो एउटा वेकअप कल पनि हो। जुन दिन हामी उत्पादक बन्छौँ त्यो दिन डलर जतिसुकै बढोस् हामीलाई फरक पर्नेवाला छैन। त्यसैले आजको यस भिडियो म यही शब्दहरूद्वारा अन्त्य गर्न चाहन्छु।